अवस्थामा सडकमा आउने हो जुन बेलामा राष्ट्र र जनतालाई सेनाको आवश्यकता पर्छ के। सेनालाई अहिले बेकार यो राजनीतिमा तपाईँ ल्याएर मुस्ने काम नगर्नुहोस् के। सेनाको चाहिँ विधान छ, सेनाको प्रक्रिया छ। सेना भनेको राष्ट्र जोगाउने संस्था हो। यो राष्ट्र जोगाउने संस्थालाई ल्याएर फेरि यो दलगत स्वार्थमा हालेर दल जोगाउने संस्थाको रूपमा परिणत नगरिदिनुहोस् न, बिन्ती छ तपाईँलाई मेरो। मान्छे कसरी फर्कन्छ, कसरी बिउतिन्छ, लास बनिसक्यो। तपाईँले उदाहरण उनीहरूको भनाइ प्रचण्डको भनाइ त्यही छ नि त, राज संस्था लास बनिसक्यो, हामीले दाह संस्कार गरिसक्यौँ, अनि कसरी फर्कन्छ राज संस्था? अब त्यही भाषामा म जवाफ दिउँ? भन्नुहोस् त। अब अलिकति तपाईँलाई सुन्दर नराम्रो लाग्छ होला, जसरी लास भइसक्यो फिर्ता हुन्न भन्छ भने जानमारालाई सजाय नभएको देश पनि त हुन्न नि। अब यो सबै भागाभाग किन भएको त? क्यान्टोनमेन्टको पनि त छ नि हिसाब, होइन? हुँदै नभए मान्छेले 10 औँला हार्बिन बजाएर छाप लगाएर खाएको पनि त हिसाब छ नि। 296 ब्याङ्क पनि त छ नि। मान्छेको ठाडो बाली लुटिया पनि त छ नि। क्लासमा पढाइराखेका शिक्षकले लगेर छिमेकी रुखमा बाँधेर नुनचोक छर्क्या पनि त छ नि। तपाईँ जस्तै पत्रकारलाई जिउसिँगै पुरेर टाउकोमा भकुन्डो खेल्या पनि त छ नि। अच्छा, त्यो फ्री पाइन्छ? त्यस्तो गर्नु पाइन्छ? त्यो वार हो, त्यो लडाइँ हो, त्यो लडाइँ हो। लडाइँमा वार पारमा मान्छे मऱ्यो, मार्यो, गोली हान भयो, त्यो अर्को कुरा। तपाईँ अहिले तपाईँ लिइरहनु भएको छ, तपाईँलाई त्यस्तै चाहिँ शासक पऱ्यो भने लगेर तपाईँलाई जमिनमा गाडेर टाउको मात्रै राखेर ऋषि धमलाको टाउकोमा फुटबल खेल्यो भने के हुन्छ? त्यो खेल्यो भने के हुन्छ भनेर मैले जो प्रश्न गरिरहेको छु त्यो यो चाहिँ नि जिउँदो उदाहरण भएको देश हो। वाह, त्यस्तो मान्छेले दुनियाँलाई चाहिँ तपाईँ अर्को उपदेश दिने। एक दोस्रो, तपाईँ राजाको विषयमा चाहिँ नि जहिले पनि उल्टो फर्क्यो, पछाडि फर्क्यो। कसरी पछाडि? संसारको सबभन्दा धनी देश राजावाद देश, संसारको सबैभन्दा सुखी देश राजावाद देश, संसारको सबैभन्दा नेपाली लाखौँ लाख करोडै पुगिसक्यो कि क्या, काम खोज्न, पैसा खोज्न जाने सबै राजावाद देश। हुँदा संसारमा चाहिँ नि राजा त आफ्नो राजा त छैन, अर्का देशको राजालाई मानेर बसेको अस्ट्रेलियामा कति लाख नेपाली पुगिसक्यो त? अस्ट्रेलियामा आफ्नो राजा छैन नि, ऊ त बेलायतको राजा मान्छ नि। न्युजिल्यान्डमा आफ्नो राजा छैन नि, ऊ त बेलायतको राजा मान्छ नि। देशै अर्को कहाँ भइसक्यो तर राजा चाहिँ अर्को। त्यो राजा भने माया गरेर मानिने चिज होइन। राजा भने एकताको प्रतीक हो। हाम्रो जस्तो सयथरी भाषा, सयथरी भेष भएको, काला गोरा राता पहेँला हिमाली पहाडी मधेसी भएको देशमा सब एउटा बगैँचामा फुल्ने फुलको त्यो बगैँचा केही छ त्यसको माली भने त्यो राजा मात्रै होइन। विशेष मेरो प्रश्न कहाँनिर भन्दाखेरि प्रधानमन्त्री केपी शर्माले भन्नुभयो, पूर्वराजा ज्ञानेन्द्र शाहले थ्रेट पनि गरिरहनु भएको छ, यदि तपाईँलाई राजा बन्ने भूत चढेको छ भने पार्टी खोल्नुहोस्, होइन भने रापापाको अध्यक्ष बन्नुहोस्, राजनीतिमा आउनुहोस्, चुनाव जित्नुहोस् भन्ने छ। अनि दुईटै मत ल्याउनुहोस्। हामीले के भनेका छौँ? जस्तो मैले चाहिँ के भनेको छु भने गर्नुहोस्, हाम्रो काठमाडौँ राजा भन्नुहोस्। बाटो त छैन, नेपालको संविधानले पनि त अधिकार दिएको छ। तपाईँले दुईटै मत ल्याउनु भयो भने त्यसको जवाब संविधान संशोधन गरेर प्रक्रियामा गएर तपाईँले राज संस्था पनि फर्काउन सक्नुहुन्छ। संविधान संशोधन गरेर त्यो त अवस्था छैन त देशमा, छैन र? तपाईँ त संविधान राम्रोसँग अध्ययन गरेको नेता पनि हो। विकल्प त छैन त। यदि जनताले चाह्यो भने त जे पनि हुनसक्छ। अनि शेरबहादुर भनिरहनु भएको छ राज संस्था कसरी फर्कन्छ 21औं शताब्दीमा, फेरि राज संस्था फर्कने कुरा नगर्नुहोस् भन्नुहुन्छ क्या नेताहरू। सबै नेताको तपाईँले अभिव्यक्ति सुनिरहनु बिचरा, उहाँहरू बिचरा हो के। उहाँ जस्तो म त बिचरा, कोही बिरामी, कोही बिचरा, कोही अल्पज्ञान, कोही लुटा, कोही फटा। अब यसमा लामो व्याख्या मैले खालि यस्तोलाई जवाफ दिने के मात्रै गरेको छु भने अस्ति मात्रै पनि भने हाम्रो नेवारी समाजमा काठमाडौँमा चाहिँ नि नचाहिँदो मान्छेले नचाहिँदो फुइफाइ गर्यो, सधैँ न्यु मात्रै खोजिरह्यो, भाँड भैलो मात्रै गरिरह्यो, बिगारिरह्यो भने त्यस्तो मान्छेलाई माका फुइ भन्छ क्या। माका भने बाँदर। बाँदरले जहिले पनि त्यो न्यु खोजाए जस्तो गर्छ, त्यो बाँदरले गर्न केही सक्दैन नि। त्यस्तोलाई यसले ज्यादै गर्यो भने यसले माका फुइ गर्यो भनेर भन्छ। त्यो ताकत छ भने गर न। अब रितै राजालाई कहिले समात्छु भने छ, कहिले थुन्छु भने ए भाइ माका फुइ नगर, ताकत छ भने। काङ्ग्रेसको महामन्त्री गगन थापाले भन्नु भएन, अब पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिएको सम्पूर्ण अधिकार खोज्नुपर्छ, सुरक्षा सङ्ख्या घटाउनुपर्छ, निर्मल निवासमा बस्न एउटा केटोले उताउलो केटोले के भन्छ, के भन्छ, घरको उसमा आमाले पैसा दिएनन् भनेदेखि मलाई आमाले पैसै दिएनन्, मेरो उहाँ ठिटीसँग सिनेमा हेर्न जानु परेको थियो, म त कम्युनिस्ट भइदिन्छु भन्यो भने तपाईँ के औषधि छ? औषधि के? यो हाम्रो समाजको समस्या हो यो।
है अल्पज्ञानले जे भन्छ त्यही भन्छ मलाई चाहिँ नि मलाई पनि हुन्थ्यो मेरो उसमा मेरो आमाले मलाई जम्मा 10 पैसा दिने हो दिनको खर्च अब आफूलाई 10वटा काम गर्न मन लागेछ मोमोचा खान मन लागेछ सिनेमा हेर्न मन लागेछ आफूलाई मन परेर ठिटीले फोन गर्न मन लागेको छ अब 10 पैसा मात्रै छ साइकलमा हावा हाल्न परेको छ पैसा छैन नि माग्यो दिने होइन नदिएपछि त के मेरो आमै ठिक छ अहिलेका नेताले व्यवस्था बचाउन सक्दैनन् काङ्ग्रेस एमाले माओवादीले यो असल मान्छे भएपछि पच्छ हेर्नुहोस् है अब खराब भएपछि पच्दैन अब खराबले असल हुन सिक्नुपर्छ राजाले भनेकै छ नि हुकुम भएको छ नि कि यी बाटो बिराएका नेपाली नागरिक हुन् बाटो सच्याएर ल्याएर बाटो कसले बिरायो पूर्वज गणेशले कि प्रचण्डले कि शेरबहादुरले के विषयमा बोल्ने तपाईँले भने बाँकीले